अनि हेलो ऊ चाहिँ मेरो छोरी हो, ऊ चाहिँ मल्ल 2 वर्ष पुग्यो। उसलाई चाहिँ सिकाउने मान्छे कोही पनि छैन, मतलब कि घरमा हजुरआमा हुनुहुन्न। अनि म भइहालेँ। अनि घरमा चाहिँ छोरी मान्छे भनेको म मात्रै हो। अनि म पनि कहिलेकाहीँ अल्छी लाग्यो भने 8 बजे 9 बजे उठेर आउँछु। अनि उठेर पनि पोछासोछा घरको काम लाउने, काममा गर्ने त्यस्तो केही पनि टाइमतिर गर्दिनँ म। तर घरमा कोही सिकाउने मान्छे नहुँदा पनि उसले चाहिँ सबै काम गरेको हुन्छ, सबै काम जानेको हुन्छ। घरमा उठेर अनि सुरुमा कसेर लाउनुपर्छ भन्ने थाहा हुन्छ। अनि पोछा लगाउँछ ऊ आफैले। अनि म गर्छु छोडा भन्यो भने जाऊ तिमी उता गएर बस भन्छ क्या उसले चाहिँ। अनि आफूले खाएको भाँडाहरू लगेर राख्ने माझ्ने ठाउँमा। अनि सकेको भाँडाहरू ऊ आफैले माझ्न खोज्छ। अनि अलिकति फोहोर भयो, पानी पोख्यो भने चाहिँ उसले पोछा लाउने बढार्ने गरिहाल्छ। अनि मान्छेहरू चिनेको होस् नचिनेको होस्, कसलाई कस्तो साइनो लाउनुपर्छ, अनि घरमा आएको मान्छेलाई बस्नु भन्छ, हुने बिरुवाको चिल्लो पाएको हो कि छोरी मान्छेमा हुनुपर्ने गुण हो। म अचम्म पर्छु हजुरहरूको बच्चा यस्तो छ कि छैन है, यही ठाउँमा छोरा भएको भए के हुन्थ्यो भनेर चाहिँ म मेरो छोरीलाई देखेर अचम्म पर्छु कि उसले कसलाई कस्तो साइनो लाउनुपर्छ, कसलाई कस्तो हजुर हुनुपर्ने यस्तो थाहा छ।